हेलो साथीहरु, आज अर्को भिडियोमा स्वागत छ तपाईहरुलाई। आज मौसम अलिकति सफा भएर फेरि पनि अर्को भिडियो सुट गर्न निस्केको छु। 2 दिनदेखि पानी परेर भिडियो बनाउनै पाएको थिएन, बाहिर निस्किनै पाएको थिएन भनौं न। यहाँ हेर्न सक्नुहुन्छ, आज अलिकति मौसम सफा देखिएर म आज अर्को भिडियो सुट गर्न निस्केको। तर पनि त्यहाँ हुसो आइरहेको छ, हुसो लागिरहेको छ। अब आज पनि हेरौं सुट गर्न सकिन्छ सक्दैन। यहाँ हेर्न सक्नुहुन्छ, उताबाट हुसो लाग्दै आइरहेको छ। अलिकति माथितिर जान्छु अनि भिडियो अर्को सुट गर्नुपर्ने। जाँदैछु म अर्को भिडियो सुट गर्न आज। यहाँ हेर्न सक्नुहुन्छ कस्तो छ बाटो पनि। अम्मम्म, पहाडमा यस्तै हो, अलिकति दुःख त हुन्छ। तै पनि भिडियो सुट गर्न गइरहेको छु आज पनि। आज पानी अहिले परेको छैन, एकछिनमा पानी पर्न नि सक्छ। हेर्न सक्नुहुन्छ साथीहरु, कस्तो छ दृश्य यहाँको इलामको। त्यताबाट हुसो कसरी लाग्दै आइरहेको छ, तपाईहरु भिडियो मार्फत हेर्न सक्नुहुन्छ। एकछिनमै कस्तो सेतो त्यो बादल जस्तो देखिराख्नु भएछ, कस्तो दामी देखिरहेछ है। यहाँ इलामतिरको नजारा हो यस्तो, जौबारीतिरको। पहाडमा चढ्न त सास फुल्छ। यहाँ हेर्न सक्नुहुन्छ साथीहरु, यो तल जौबारी बजार देखिरहेको छ। यहाँ माथिको डाँडाकाँडा हेर्नुस्। आज मौसम अलि सफा देखे पनि एकछिनमा हेर्नुस्, यो सबै हुसो लागिरहेछ। एकछिनमै सबै सेतो भइहाल्छ, केही देख्दैन साथीहरु। हेर्न सक्नुहुन्छ कस्तो छ दामी दृश्य। वाउ, हेर्नुस्, भर्खर अहिले सेतो यहाँसम्म थिएन, एकछिनमा यहाँसम्म आइसक्यो। एकछिनपछि यस्तो सबैतिर लाग्छ। यस्तै छ साथीहरु, घुम्ने ठाउँ चाहिँ छ है। यो चाहिँ रेडबन्डाको एरिया हो साथीहरु, तारबार लगाएको छ। यो रेडबन्डाको एरिया हो। यहाँबाट हेर्न सक्नुहुन्छ कस्तो दामी छ दृश्य। तपाईहरुको लागि यति मेहनत गरिरहेको, कृपया भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। यहाँ हेर्नुस्, भर्खर थिएन यो बजार देखिरहेको थियो अघिसम्म, अहिले बजार पनि छोपिसक्यो उसोले। यो केही देख्दैन अब एकछिनमा। हेर्न सक्नुहुन्छ, अहिले देखिराख्नु भएछ, तर एकछिनपछि केही देख्नुहुन्न। यस्तो छ यहाँको मौसम। एकछिनमा घाम पनि लाग्छ, एकैछिनमा पानी पनि आउँछ। त्यस कारणले कुनै कुनै दिन भिडियो अपलोड गर्न सकिँदैन, मौसमको कारणले गर्दा पनि हुन्छ। यहाँ हेर्नु साथीहरु, अब एकछिनमा म भएको ठाउँमा आइन्छ यो हुसो, केही देख्दैन। एकछिनमा सबै सेतो भइहाल्छ मात्र। कस्तो दामी दृश्य छ है। हस् साथीहरु, यहाँ चाहिँ बस्नको लागि, घुम्न आउने मान्छेहरूको लागि बस्नको लागि यहाँ बस्ने ठाउँ पनि बनाएको छ। हेर्न सक्नुहुन्छ, यस्तो छ यहाँ बस्नको लागि बनाएको रहेछ। यो घुम्न आउने मान्छेहरूले बसोस्, एकछिन गफसफ गरोस् भनेर। हेर्नुस् कस्तो छ दामी, सेतो सेतो। एकछिनमै पानी पनि आउँछ। अब पहाडमा हिँड्न त गाह्रो हुन्छ साथीहरु। यहाँ भर्खर देखिरहेको थियो यो बजारहरू, घरहरू, तर अहिले केही देखेको छैन, सबै सेतो भइसक्यो। यो गुम्बा हो साथीहरु, यस्तातिर यो ढुङ्गाको ल है साथीहरु, भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अब भिडियो सुट गरेर म फर्किँदैछु साथीहरु। अब जान्छु, एकछिनमा यो सबै अध्याएर भइसक्यो, केही देखेको छैन। नभए एकछिन अझै भिडियोहरू अरू ठाउँको पनि लिन्थे, तर केही देखेकै छैन यहाँ। अनि के देखाउनु तपाईहरुलाई, सेतो मात्र देखिन्छ हुसु लागेर। त्यसकारण अब म फर्किन्छु। च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला साथीहरु, भिडियोलाई लाइक गरिदिनु होला। र कहाँबाट हेरिराख्नु भएको छ तपाईहरु, कमेन्टमा चाहिँ जहाँबाट हेरिराख्नु भएको छ कमेन्टमा लेख्नु होला। हस् साथीहरु, धन्यवाद।